हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी हाम्रो करेसा बारीमा फाँडफुँड गर्न गइराखेको छौँ सागसब्जी छर्नुको लागि। यहाँनिर चाहिँ मकै रोपेर घारी घारी भएको थियो अनि हामी सबैजना चाहिँ फाँडफुँड गर्नको लागि करेसा बारीतिर लाग्यौँ। यहाँ टिकटक बनाउँदै हुन्छ पूजा दिदी घाँस काट्दै हुनुहुन्छ यता। त्यहाँ त्यसले सबै काट्यो नि निङ्ग्रो टिप्दै हुनुहुन्छ। यहाँ चाहिँ हामीले मास्लो गरा सकेर तल्लो गरामा आएको। ल कहाँ पनि रहेछ त हौ। अब चाहिँ खानासाना खाइसकेर अब बारीमा खन्नु थियो, फाँडफुँड गरेर त सक्यौँ, खन्नु थियो साग छर्नुको लागि। त्यही भएर हामी फेरि जाँदैछौँ बारीतिरै घाममा। खान तयारी त्यसरी पो खानुपर्छ त, पङ पङ गरेर। हाम्रो लिचीको बोट, लिची चाहिँ कहिले फल्दैन, यत्रो बुढो भइसक्यो, बोट चाहिँ ठुलो भइसक्यो, लिची कहिले फल्दैन। त्यही भएर यसलाई एक्टिङ ज्यादा भयो है। एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह। यो चाहिँ मेरो पूजा न बहिनीले खन्दैछ, त्यही पनि मम्मीको कुर्ता लगाएर डन भएर। अब यति खन्नुपर्ने, यता चाहिँ हाम्रो दरिबाले खन्दै ल्याउँदै हुनुहुन्छ। यो तल्लो गएर पनि मकै फाँडेर खन्नुपर्ने। यो चाहिँ हाम्रो नरिवलको बोट हो। अब नरिवल कहिले फल्छ नि, बोट मात्रै ठुलो भइसक्यो। एक दिन उज्यालो छौला मेरो पनि दिनौला। लु खान, मजाले खान, म भिडियो गरी बस्छु त खानी बस, हुन्छ नि। हाम्रो नरिवलको बोट यो चाहिँ ठुलो भइसक्यो, नरिवल कहिले फल्दैन। यो लिचीको बोट, लिची पनि ठुलो बुढो भइसक्यो, लिची पनि फल्दैन। यो आँप चाहिँ फल्यो, आँप चाहिँ फल्यो, खायौँ। अब यो हामीले यत्रो खानु। कति कालो म, इधर देखो बहन, एक बादर जस्तै खै त। Colors and promises, how to be brave, how can I love when I'm afraid to fall, but watching you stand alone, all of my doubt so
बल्ल बल्ल सक्यो बल्ल बल्ल सक्यो यस्तो घाममा अब एकछिन रेस्ट गर्नु पर्ला फाइनल्ली बल्ल बल्ल सक्यो सक्यो ए झप्पा कता हिँड्नु भएको अहिले नै छर्नु नि लिनु तलै गाडी बुवासँग छ म चाहिँ गएको अघि आएर हात खुट्टा धुँदैछ कम्ताको छैन पानी लिनु जान्छु भनेर हेरौँ हेरौँ के सोधेर आइज लिएर आइज भनेको ल घर आइसकेको अब हात खुट्टा धुने हात खुट्टा म पनि हात खुट्टा धुन आएको यस्तो चर्को घाम लागिरहेको छ त्यही भएर हामी सकेन त्यही भएर हात खुट्टा धुन आयो भयो दिउँसो चाहिँ घाम एकदम टन्टला पुरो लागिरहेको थियो नि त अनि दिउँसो चाहिँ के गर्ने भनेर बसिरहेको थियो अनि मम्मीले मक्कै छोडाउनु पर्छ भनेर अनि मक्कै छोडाएर उठाउँदैछौँ हामी हस् अब चाहिँ बेलुकाको 3 बजिसकेको थियो अनि अब हामी चाहिँ माथि बारीमा मकै चाहिँ अस्ति नै भाँचिसकेको थियौँ अनि मकैको टुप्पा काट्नु चाहिँ जाँदैछौँ हामी मम्मी म बहिनी कन्ची सबैजना अनि बाख्रा पनि लिएर माथि नै बाख्रा चढाउने माथि नै टुप्पा काट्ने भनेर गएको खड काटेर लिएर गएको यहाँ टुप्पा काट्न आएको टुप्पा काट्न यहाँ चाहिँ होइन एकदम काम मस्तले चलिरहेछ टुप्पा काट्नु हामीले चाहिँ बल्ल बल्ल टुप्पा काटिसक्यो भने टुप्पा काटिसकेर मुठा बाँधेर ल्याएर यहाँ एक ठाउँ भेला पार्दै थियौँ लानुको लागि अनि मसँग चाहिँ एउटा चक्लेट थियो अनि बहिनीहरूलाई ला खान्छेस् भनेर दिएको यो खाने कि यो छिटो एउटा हानिदिनु न राल निस्किरहेको खानु मन लागेर राल निस्किरहेको पर हुनुहुन्छ मम्मी धनी दिदी बल्ल बल्ल सक्यो आजको काम तपाईँको छोरी